नमस्ते गुड मर्निङ वेलकम टु माई अनदर ब्लग। आजको ब्लगमा चाहिँ म लभली एन्जल इङ्ग्लिस बोर्डिङ स्कुलमा हुन गइरहेको होइन स्पोर्ट्स मिट 2025 को हरेक कुराहरू ब्लगमा समेटेर हजुरहरू सामु ल्याउने छु। सो हार्टली वेलकम इन माई नेक्स्ट। So guys, heartily welcome in this vlog. I hope everyone is fine here. I'm also fine here because I'm too much excited for our newly sports meet 2025. So just wait and watch full vlog until its begin experience. चाहिँ रेडी भइसकेँ होइन, अब म हिँड्न आँटिसकेँ। तपाईँ हेर्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्ड चाहिँ मेरो घरको पछाडिको भागको हो बिकज वी आर बिलोङ्स फ्रम अ भेरी सिम्पल फ्यामिली। बल्ल भिडियो बन्दै रहेछ देखाऊ भन्ने। सो गाइज हामी जाँदैछौँ, वी आर अन द वे होइन। अनि बाटोमा मलाई भेट्नु भएको छ। हाई एली चाहिँ कलेज जाँदैछन्, हामी चाहिँ स्कुल। मेरो पछाडि चाहिँ हम्स बेबी चाहिँ लभली एन्जल आइसक्यो होइन। अब म हरेक भिडियो चाहिँ भ्लगको लागि समेट्नेछु, कृपया धैर्य धारण गरेर भिडियो हेरिदिनु। अब चाहिँ मार्च पास्टको लागि रेडी भइसक्यौँ होइन। अनि सबै हाउसलाई चाहिँ एकदम लाइनमा उभाएर लाइक अ फौजीको लाइन जस्तै मार्च पास्टको लागि लाँदैछौँ होइन। अनि मार्च पास्ट चाहिँ हाम्रो बोर्डिङदेखि 300 किलोमिटर परसम्म मृगोलिया बजार घुमाएर ल्याउनेछौँ केटाकेटीहरूलाई। तपाईँहरूले हेर्न सक्नुहुन्छ कति मजाले रोमा जाँदैछन्। येल्लो हाउस, रेड हाउस, ब्लू हाउस, देन ग्रिन हाउस। स्टुडेन्टहरू कतिको डिसिप्लिन छ भन्ने कुरा चाहिँ मार्च पासबाट पनि हेर्न सकिन्छ। अनि आज सबैले स्कुलको हाउस ड्रेस लाउनु भएको छ किनकि यो स्पोर्ट्स मिटमा अरू ड्रेस अलाउड छैन कि अरू ड्रेस चाहिँ फ्लेक्जिबल पनि हुँदैन है। अनि हाउस ड्रेस चाहिँ फ्लेक्जिबल इजी कम्फर्टेबल हुने भएकाले प्राय सबै स्टुडेन्टलाई चाहिँ हाउस ड्रेस लाएर आउनु भनेर स्कुलको इन्स्ट्रक्सन रहेको थियो। तपाईँ हेर्न सक्नुहुन्छ कति धेरै ह्याप्पी एन्ड एक्साइटेड छ होइन। म पनि त्यति नै धेरै ह्याप्पी र एक्साइटेड छु। अनि यता हामी चाहिँ हाम्रो 1 2 3 लाई चाहिँ मार्च पासको लागि धेरै टाढा लग्न नसके पनि यही नजिकै स्कुल ब्याकग्राउन्डमा घुमाउनेछौँ। त्यसैले एकदम मार्च पासको लागि तयारी गर्दैछु। तपाईँ हेर्न सक्नुहुन्छ मेरो ह्यान्ड राइटिङ त्यति प्रिटी छैन, तर ग्रुप वर्कले गर्दा चाहिँ म एकदम धेरै एक्साइटेड भइसकेँ। मेरो स्टुडेन्टहरू पनि हेर्नुहोस् कति धेरै ज्ञानी भइसके। हामी चाहिँ फाइनली होइन क्लास 1 आइसक्यौँ। अब यिनीहरू चाहिँ स्पोर्ट्स मिटको लागि कतिको रेडी छ म सोध्छु ल। आर यु रेडी? Yes, I'm also ready. Okay, say yes. Madam. हेलो माइक हेलो सनिता मिस ल। सो आजको टन्टलापुर घामलाई पनि युटिलाइज गर्दै मार्च पासबाट केटाकेटीहरूलाई पूर्ण विद्यालय फर्काइसक्यौँ। अब गेम स्टार्ट हुन नै लाग्यो है हाम्रो। उहाँ चाहिँ हाम्रो पद्मा म्याम होइन। अनि स्पोर्ट्स मिटमा केटाकेटीले पैसा हराउँछन् भनेर पैसा राखिदिनु भएको होइन। कति आयो पद्मा म्याडम पैसा जम्मा? ए ल अलिक छिटो छिटो गर्नु होइन। अब पद्मा म्यामले चाहिँ सबैको पैसा राखिदिनु हुँदैछ। तपाईँहरूलाई चाहियो भने पद्मा म्याडमलाई सम्पर्क गर्दै गर्नु होला। फर्स्टमै टोकेर यस्तो गाह्रो भएको के यिनीहरूलाई। इचिङलाई हेर्नु इचिङ स्ट्याचु कसले त इचिङ राम्रो नाच्चे। प्रिन्सेप एक्साइटेड छौ? तिमी एक्साइटेड छौ नि? जेबी अब जित्नुपर्छ होला।
हिमसी हिमसी यो मात्रै भावना करिना नघुमी आकी छे बिस्तारै आऊ बिस्तारै सामेल सामेल जे बिस लिनु न छिटो छिटो सो गाइज हेर्न सक्नुहुन्छ यिनीहरू चाहिँ टिटी बल खेल्दैछन् होइन को भनेपछि हेलो बुद्धा हाई हाई रोजेस चोल्टी हेर्नु गाइज आँखामा मास्क लगाएर बल टिप्नु पर्नेछ होइन म्यामले चाहिँ यो डेमोको लागि मात्रै गर्दै हुनुहुन्छ किनकि अरूलाई पनि सिकाउनु पर्यो नि त गाइज यति फनी छ नि यो गेम तपाईँहरू त हाँसेर भुँडी मिची मिची हाँस्नुहुन्छ होला सायद आर यु रेडी ओके सनी समय पनि साइड लाग्नु ल ओइ बुइनी साइड लाग्छ यता बस सारा आइस उता जाऊ छोड्दै यिनीहरू के गर्छ हेर्न सक्नुहुन्छ गाइज यति फनी भइरहेछ सो गाइज खाजा खायौँ हामी होइन अनि टिफिन पछि हामी फेरि पनि स्पोर्ट्स मिटको लागि रेडी भइसक्यौँ आर यु रेडी खाजा खायो अनि तपाईँ हेर्न सक्नुहुन्छ बिन्जु मिस जति राम्री हुनुहुन्छ नि त्यति नै धेरै एकदम रिसा हुनुहुन्छ एग्रेसिभ अनि गाइज होइन गेम खेल्दा खेल्दा घोक्रो सुकेर हेर्नु न मादम खानुभएको चटपटे मिठो छ कस्तो छ वन्दना मिस प्रसन्न तिमीले चाहिँ खाएनौ चटपटे धमाधम खाँदैछन् मेरो भाग चाहिँ यहाँ चाहिँ चल्छ धोएर ल्याइदिनु ल सो गाइज आजको स्पोर्ट्स मिट चाहिँ यस्तै भयो अब मेरो फेस हेर्न सक्नुहुन्छ म कति धेरै गलेकी छु अब खाजा खाँदैछु गाइज लेट्स इन्जोय मिठो चटपटे हात उठाइदिनु त राम राम सबैले ओके सिट डाउन ह्यान्ड्स डाउन चलाएको भाइ हेमन मुख चला न आँखा चिम्लेर हो त्यसरी नै
गाइज यो चाहिँ हाम्रो वाटर पोरिङ हो होइन, हेर्न सक्नुहुन्छ कुन हाउसले फर्स्टमा बोतल भर्छ। फाइनली हाम्रो स्पोर्ट्स मिट 2025 सक्यो होइन, त्यसमा बिन्जु मिस तपाईँको केही भन्नु छ, केही सल्लाह सुझाव? मेरो अलिकति आवाज अहिले आइपुगेको छैन कि त्यही भएर म केही भन्दिनँ। तपाईँको केही थियो कि निशा म्याम? त्यसो भए मेरो च्यानल सब्सक्राइब गरिदिनु ल। गेम सक्यो अब ढुक्क है, थ्याङ्क यू। सब्सक्राइब गरिदिनु होला। सो फाइनली हाम्रो स्पोर्ट्स मिट 2025 सक्यो होइन, तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज लाइक कमेन्ट गरिदिनु होला। हाम्रो ब्लग च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। द ह्याप्पी फ्यामिली कि च्यानललाई सब्सक्राइब गर्नु होला। सो मैले चाहिँ प्राइमरी लेभलको मात्रै गेम समेटेँ होइन, अनि त्यसपछि सेकेन्डरी लेभलको गेम चाहिँ हाम्रो कम्पाउन्डभन्दा बाहिर भएकोले समेट्न सकिनँ। त्यसको लागि चाहिँ एकदम हर्ट फ्रम माई इनर हर्ट सरी गाइज। नेक्स्ट ब्लगमा म समेट्ने प्रयास गर्नेछु। तबसम्मको लागि तपाईँहरू पनि बी ह्याप्पी, बी पोजिटिभ, जस्ट डु यर वर्क, ओके, फोकस अन your goal, keep climbing and don't forget to subscribe our YouTube channel. Goodbye guys, have a good day.